हेर्नुहोस्, गाउँघरमा पाइने सुकेको मकै। किसानले यसको खोसेलालाई नङ्ग्याएर एक एक गरी छुट्याएर राख्छन्, जसलाई किसानले क्रमशः एक एक गरी छोडाएर दाना र खोया अलग गर्छन् र छोडाएर तयार भएको यस मकैलाई किसानले पारम्परिक जाँतोको मद्दतले पिस्ने काम गर्दछन् र यस जाँतोमा पिस्ने क्रमबाट हामी पाउँछौँ एक किसिमको खस्रो मकैको पिठो। यो सबै पिठोलाई एउटा चाल्नीको सहायताले छानेर मकैको महिम पिठो र भुस अलग गरिन्छ र तयार गरिएको मकैको महिम पिठोलाई नाङ्लोबाट एउटा कन्टेनरमा सारिन्छ, जसमा थोरै पानी हालेर एउटा चम्चीको सहायताले यसलाई फिटिन्छ, जसमा थोरै पाकेको चामललाई हालेर यी दुवैलाई बारिकीसँग मुछिन्छ। यहाँबाट तयार भएको यस डोलाई एउटा सिलिन्ड्रिकल आकारको कन्टेनरमा राखेर यसलाई उम्लिरहेको पानी माथिको भाफमा पाक्नको निम्ति छोडिदिइन्छ। बिस्तारै आगोको रापसँगै यो परिणत हुन्छ एउटा अनौठो प्रकारको मकैबाट बनिएको परिकारमा, जसलाई हामी जाडोको समयमा खान सक्छौँ। थ्याङ्क यू।